नमस्ते अनि ह्यापी गुड मर्निङ डेक्सन। आज फेरि तपाईहरुको माझमा डेक्सन कम्पनीले उत्पादन गरेको अति नै लोकप्रिय अनि बढी बिक्रीमा आएको मोर्डन जुसको बारेमा थोरै बताउन चाहे। यो चाहिँ मोरन्डी सिट्रिफोलिया भन्ने अति नै दुर्लभ जडीबुटीको फलबाट बनेको जुस हो, जसले पूर्ण रूपमा चाहिँ रगतलाई सफा गर्ने काम गर्दछ। त्यस सँगसँगै जति पनि रगतको समस्या हुने व्यक्तिहरूले चाहिँ यसको बढी नै प्रयोग गरेको पाइन्छ। सँगसँगै अनावश्यक भित्री दुखाइहरूलाई कम गर्ने र अनावश्यक कोषहरूलाई चाहिँ बढ्न नदिने भएको कारणले गर्दा यसलाई क्यान्सर रोगीहरूले पनि सञ्जीवनी रूपमा साबित गरेको छ। सँगसँगै महिलामा हुने जति नै समस्याहरू छ, तल्लो पेटहरू दुख्ने पार्टीको समस्या भएको व्यक्तिहरूले पनि यसलाई प्रयोग गर्दा चाहिँ अति नै उत्तम मानिन्छ है। सँगसँगै तपाईहरुले यसको प्रयोग गर्दै जाँदाखेरि आज चाहिँ यसको प्रयोग गर्नुभयो, भोलि चाहिँ यसको रिजल्ट चाहिँ खोज्न पाउनु हुँदैन। किनभने जुन तपाईलाई भएको समस्या थियो नि, त्यो समस्या हुनको लागि चाहिँ यति छिटै चाहिँ भएको थिएन होला। त्यो समस्या हुनलाई पनि धेरै टाइम लागेको थियो र त्यो समस्या निर्मूल हुन पनि धेरै टाइम नै लाग्छ। त्यसैले यसलाई ढुक्कको साथमा चाहिँ प्रयोग गर्दै जानुभयो भने 100% रिजल्ट आउँछ। सँगसँगै तपाईले आज प्रयोग गर्नुभयो अनि भोलि चाहिँ यसको काम गरेन भन्ने चाहिँ सोच्नु भएन। जुन हाम्रै बानी अनि खाना सँगसँगै हावापानीबाट हाम्रो शरीरमा विभिन्न टक्सिनहरू प्रवेश गरेको हुन्छ। त्यो सँगसँगै अलि प्रवेश गर्दै गइसकेपछि जुन समस्या निम्तिको हुन्छ, त्यो समस्या निम्तिसकेपछि हामीलाई रोगको नाम दिन्छन्। सँगसँगै रोगको नाम दिइसकेपछि त्यो समस्या उत्पन्न हुन जति टाइम लागेको थियो, निको हुनलाई पनि त्यति नै टाइम लाग्छ। त्यसैले नआत्तिएर ढुक्कको साथमा तपाईले यसलाई प्रयोग गर्नुभयो भने रिजल्ट चाहिँ 100% दिन्छ। त्यसैले कतिले चाहिँ यसको प्रयोग गर्नु भएको छ र प्रयोग गरेको अनि बेनिफिटहरू कति पाउनु भएको छ, रिजल्ट कस्तो पाउनु भएको छ, कमेन्ट गर्नुहोला। यो चाहिँ यस्तो खालको छ, बोतलमा हुन्छ हैन। खाली पेटमा चाहिँ खानुपर्छ। साँझ बिहान 2 टाइममा खाली पेटमा खानुभयो भने अनि चाहिँ राम्रो छ। थप यसको जानकारी लिनको लागि चाहिँ कमेन्ट गर्नुहोला। फेरि पनि तपाईहरुको माझमा फेरि भिडियो बनाउने छु। त्यही नै हो। हस्, धन्यवाद।